चौधरीज्यूलाई यो मञ्चमा निम्ति आउन चाहन्छु। कृपया जोरदार तालीका साथ स्वागत गरौँ। Thank you everyone. सम्माननीय सम्पूर्ण अतिथिज्यू विशेष अतिथिज्यू र यस कार्यक्रममा उपस्थित सम्पूर्णलाई म विकास चौधरी र मेरो नेम एपको टिमबाट नमस्कार र राम राम भन्न चाहन्छु। नआतिनु म तपाईँहरूको छोटो र मिठो समय मात्रै लिन चाहन्छु। सो मेरो नेम एप भनेको के हो भने सम्पूर्णलाई एकदम उत्सुक भएर होला के रहेछ कसो रहेछ। सो मेरो नेम एप भनेको चाहिँ हाम्रो टिमबाट थारू कम्युनिटीबाट इनिसिएटिभ लिएर बनाएको नेपाली कम्युनिटीहरूको लागि एप हो, जसमा चाहिँ हामी थारूहरू र विभिन्न देश विदेशमा रहेका नेपाली कम्युनिटीहरूको लागि चाहिँ एकीकृत गर्न र उहाँहरूलाई विभिन्न सर्भिसहरू प्रोभाइड गर्नको लागि बनाइएको एप हो। सो यी एपहरू चाहिँ तपाईँहरूलाई चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। एभाइलेबल इन बोथ एन्ड्रोइड र हाम्रो आइओएसमा छ है। एप स्टोर र प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्नुहुन्छ। आजको यस थारू विद्यार्थी सभामा हामीले स्पोन्सर गर्न पाएकोमा एकदम र सपोर्ट गर्न पाएकोमा एकदम खुसी लागेको छ। यहाँ आउँदाखेरि मलाई एकदम खुसी लागेको छ। कति होला नयाँ फेस मेरो र मैले यहाँ आएर चाहिँ यसरी बोल्न पाएकोमा। मोस्ट अफ देम एकदम यङ हुँदो रहेछ, एकदम इनर्जेटिक साथ होस्टिङ गर्दै हुँदो रहेछ। मलाई एकदम खुसी लाग्यो र अघि भएको नृत्यको पनि एकदम राम्रो लाग्यो। मलाई चाहिँ कस्तो लागिरहेछ भने चाहिँ फर्स्ट टाइम मैले चाहिँ एक्सप्लोर गर्न पाएँ हाम्रो कम्युनिटीमा पनि यति धेरै संस्थाहरू रहेछ, विभिन्न समितिहरू बनेको रहेछ। डिप्रिट भयो यी संस्थाहरूबाट चाहिँ आई होप आउँदो फ्युचरमा चाहिँ सम्पूर्णलाई यसरी नै सपोर्ट गर्छ र यो कार्यक्रममा सपोर्ट गरिरहनेछ। एकचोटि मेरो नेम एपलाई डाउनलोड गरेर हेरिदिनु होला र तपाईँहरू केही फिडब्याक र त्यसमा केही छ भने चाहिँ हामीले फिडब्याक चाहिँ प्रोभाइड गरिदिनु होला। त्यही फिडब्याक अनुसार चाहिँ हामीले चाहिँ मोर ओभर त्यसमा चाहिँ इम्प्रुभमेन्ट गर्नेछौँ। थ्याङ्क यू टु अल। म तपाईँहरू यति समय भन्न लिन चाहन्छु। थ्याङ्क यू।